Hi everyone, I am Nirmal and welcome to a mini vlog once again. So आज चाहिँ डे 2 होइन, टक्क गाडी सिक्न आएको अनि गाडी सिक्नलाई फेरि लबडाँडा जानुपर्ने हुन्छ. सो जानको लागि बाइक पनि रेडी अनि मम्मीलाई बाई बाई मामी भनेर फेरि म टक्क बाइकको चाबी अन गरेर लागेँ लबडाँडातिर होइन टक्क. सो अहिले चाहिँ म आइपुगिसकेँ होइन. दाइ आउनु भएको छैन भएर एकछिन पुरौँ. त्यो पछाडि फेरि आज गाडी हानिन्छ. दाइ पनि आइपुग्नुभयो होइन. सिक्ने गाडी चाहिँ यही अगाडि आइरहेको यता. अनि टक्क गाडी आइपुगेपछि सिटमा बसेर अनि दाइहरूलाई केस खबर दाइ ठिक छ भन्दै पछाडि दाइलाई के छ ठिक छ भन्दै अनि टक्क गाडी चलाउनुतिर लाग्यो होइन. ठिक छ. लैजाऊ घुमाउन मलाई अहिले गाडी बगेन. सेकेन्ड डे राम्रो सिकाइदिए होइन त. अहिले तिमी सेकेन्ड डे भाइको सिकाइ होइन. धेरै गुरुले धेरै च्याङ 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 गरेर मलाई दिक्क लागिसक्यो होइन. सेकेन्ड डे हो. एकछिन चोराएर बस्ने भाइले आफ्नै पाराले गाडी चलाउँछ होइन. अलिक कन्ट्रोल गर, अलिक कन्ट्रोल गर, अलिक यहीँबाट हाल्छ क्या हो. 2 नम्बर हालेको हेरौँ है त. ल गियर चेन्ज पनि ल ठिक छ है. स्मुथली नै छ है. अलिक स्पिड लाग्दैन. झन् लाग्दै तिमीलाई झन् कन्फिडेन्ट बढ्छ. होइन स्पिड भन्दा बिस्तारै नै ठिक छ. ओके गियर चाहिँ 2 भनेर 4 गयो जस्तो लाग्यो भने हामीलाई शङ्का लागिरह होइन. एकचोटि 2 को प्लेसमा रिप्लेस गर्दा 2 नै हो. अब एकमै गएर जस्तो एकमै छ. क्लच पुरै छोड्ने कि यार एक्सिलेटर. अब सबैमा खुट्टा छोडिदेऊ न. त्यो एक्सिलेटर मात्रै बिस्तारै खेलौ न. यो उकालो अनुसारले गाडी एक्सिलेटर छिट्टै लगाउ न. हो बाटो यस्तो छ होइन. घुचु गर्दै लगाउ न. गाडी चलाएको दोहोरो दिने भाइले बचाएर लिएर आउँछ है खासै फेरि. कामै छैन क्या त्यो. हेर्न एउटाले च्याङ 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 गरे हेर नि. यतिको राम्रो बाटोमा यस्तो राम्रो गाडी चलाएको छ भाइले. जे भए पनि होइन उसले आज पनि धेरै सिकिसक्यो नि यार. यस यस हो अनि क्या साइडलाई ट्याक्कर हुँदैन त्यो आफ्नै बाइकको छेउमा.